ला यस्तो भइरहेको रहेछ। फेरि अर्को राइडको लागि फेरि मेरो बाइक स्टार्ट भइसक्यो। क्या बुझिदिनुपर्छ। राखेको जग्गामा पनि मैला हुन्छ के भएको, कहाँबाट आएको यस्तो टाल्लिने धुलो चाहिँ। सो म चाहिँ अब रिम्बिक जाउँ भन्दैछु एकछिनको लागि हो। एकछिन लागि भन्दा पनि काम छ, पानी पनि आउनु आँटेको छ हो। यो चाहिँ मेरो गाउँ है, मैजेले कोपेटी लाइन भन्छ यो चाहिँ मैजेले। सो मेरो गाउँ चाहिँ यही हो। धुलो उडेर आएर क्या डक्कै टालिदिइहाल्छ। आम्मामा कस्तो घिनलाग्दो देख्छ कि। ऊ दुईजना सुत्दिरहेको छ। ब्राउडी ओइ जाँदैनस्? यहाँ अब म हिँड्यो भने आउँछ होला पछि पछि। सो मेरो बाइक चाहिँ अहिले कुदिसकेको छ 1110 किलोमिटर। कति एक महिनामा यति चाहिँ कुदिसकेछ। एक महिनाको राइड हो यो चाहिँ। ल त पानी पनि आउनु आँटेको छ। आज त पढेको छैन बिहानदेखि नै पानी पाउनु त। 1-2 घन्टा नआइदियो भने झन् दामी हुन्थ्यो। मजा आउँछ जानुको लागि। पानी आयो भने त फेरि झिजो लाग्छ पानीमा चाहिँ म। ओइ रेडी भयो त्यो, नआइज नि, नआइज ल। खासो बस्नु सक्ने भए लान्थ्यो नि तँलाई। ल म चाहिँ लागेँ अब। हेर्दैछ त्यसले पछाडिबाट। म यहाँ पोलमा बसिरहेको छ। देख्दैछ कि देखेको छैन यहाँनिर पिछेपछि बसिरहेको हेर्दैछ त्यसले। सो गुड मर्निङ एभ्रिवान। गयो स्कुलहरू पनि छुट्टी भइसकेको छ। कति भयो आज के हुँदैछ, एक्जामहरू हुँदैछ क्या स्कुलको। जानुहोस् न हाम्रो पैँचेलेको हाट वक अफ फिभर। एउटा अर्डिनेरी वाललाई चाहिँ नि एक्स्ट्रा अर्डिनेरी भएको छ त्यो वाल चाहिँ। सो यही हो पैँचेले बजार चाहिँ हाम्रो। यस्तै हो। बिहिबार चाहिँ यहाँनिर सानो भए पनि बजार लाग्छ। यो उकालो जानुभयो भने तपाईँ लामागाउँ रेलिङ पुग्नुहुन्छ।
भिडियो पनि हालेको छु, 5-6वटा भिडियो हालेको छु हो। यसो सपोर्ट गरिदिनुहोस्, च्यानलमा गएर भिडियो हेरिदिनुहोस्, राम्रो लाग्यो भने फलो गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। तपाईँहरूले एप्रिसिएट गरिदिनु भयो भने अझै पनि जोस आउँदो रहेछ क्या। कमेन्टहरू आउँछ होला होइन, भ्युज राम्रो आउँछ होला भने भ्युज आइदिँदैन हो, फेरि त्यहाँ डिमोटिभेट भइहाल्छ। सो दिस इज नोटर डेम स्कुल, म पनि पढेको है यो स्कुल चाहिँ। एनडिए आज क्लियर छैन नि यहाँनिर क्लियर भए चाहिँ माउन्ट केटुहरू पनि देख्छ यहाँबाट चाहिँ, सिक्किम पुरै देख्छ यहाँबाट पहाडी चाहिँ। आज त्यस्तो उयो छैन, क्लियर छैन। सो म आइपुगेँ झेपी, यहाँबाट झेपी स्टार्ट भयो हो। तपाईँहरूलाई म आज हाम्रो वरिपरिको ठाउँहरू देखाउँदै लान्छु। अझै घाम लागेको भए त दामी हुन्थ्यो, तर पनि नट ब्याड छ वेदर चाहिँ, पानी आएको छैन हो, दामी छ त्यो वेदर फेरि, रोमान्टिक भनिदिएको है। सो राइट नाउ आइम इन झेपी, म झेपी आइपुगेँ। तपाईँहरूले नामहरू सुन्नु भएको छ भने झेपी मैजेली झेपी। अझै नेसेसरी के छ भन्दाखेरि मैले नर्मल यो के भन्छ फोन मात्रै उयो गरेर चाहिँ भिडियो बनाउँछु नि त यहाँनिर ब्लग गर्दाखेरि। त्यसको लागि चाहिँ उयो चाहिँ किन्नै छ मलाई, के भन्छ यो माइक चाहिँ। साउन्ड क्वालिटी चाहिँ अलिकति तपाईँहरूले माइन्ड नगरिदिनुहोस् होला हो, अलिकति अहिले अपग्रेड गर्नेवाला छु म होइन। तर पनि त्यस्तै भए पनि हाल्दैछु म भिडियो। त्यस्तो राम्रो साउन्ड क्वालिटी त आउँदैन हो, त्यो हावाले गर्दाखेरि राम्रो सुन्दैन म बोलेको। तर पनि हाल्दैछु, तर 1-2 दिनमा म यो के भन्छ यसको स्पिकर किनेर चाहिँ माउथ स्पिकर किनेर चाहिँ म चाँडै नै पाउने छु। अहिले चाहिँ तपाईँहरूले हेडफोनहरू युज गरेर भए पनि हेर्नु सक्नुहुन्छ साउन्ड क्वालिटीको लागि। छिटो नै अपलोड गरिहाल्छु त्यसलाई पनि म। सो म अहिले आइपुगेँ गुल्दुम भन्ने जग्गा हो। यो चाहिँ गुल्दुम हो।
अन्त आमा यस्तो हिलोमा चाहिँ फेरि जुत्ता चाहिँ यस्तो मैला हुन्छ कि बिस्तारै राम्रो छैन रहेछ कि नभए क्या दामी देख्छ नि यो पारिको तर अहिले पनि नट ब्याड देखिरहेको छ हल्का फौजीमा हाकिएको पहाड स्टार्ट भयो पुरा फ्ल्यागहरू लगाएर आएको रहेछ I love Sumbuk. यो माथि चाहिँ स्कुल पनि छ यो चाहिँ सुम्बुकको एनडिए हो यहाँ माथिनिर छ यहाँ उकालो जानुपर्छ हो यहाँ बोर्ड छ स्कुल छ यहाँ चाहिँ एनडिए आम्बो कस्तो दुख्यो कि हो यहाँनिर देख्नु हुँदै होला तपाईँहरूले हातमा चोट आम्बो दुईवटा ढुङ्गा छ होइन साइडमा ढुङ्गाको बिचमा चाहिँ बाटो छ नि अब ढुङ्गा पनि के दामी देख्दो रहेछ यहाँ तल लोधोमाको खोला दामी भइदिरहेको रहेछ अझ हल्का पानी आएर रहेर चाहिँ छ्याङ्गे हुन्छ नि त्यति बेलातिर झन् कस्तो दामी देख्छ यो जग्गाहरू पुरै ग्रिन देख्छ अन्त हो परको यो भित्ताहरू अहिले कस्तो देख्दैछ यहाँ चाहिँ मैले त दामी देखिरहेको छु खोला त त्यत्रो ठुलो भएको छैन रहेछ अहिले सानो रहेछ लोधोमा आइपुग्नु लागेको छु पुरा हिलो भएको रहेछ त के भयो बजार आइसकेको छु यही हो लोधोमा बजार चाहिँ
सानो रहेछ अहिले बढेको छैन यसो खोलाघारी लोधोमा ब्रिज सो म यहाँबाट उकालो चाहिँ बनाउँदिनँ भिडियो मैले पहिल्यै बनाइसकेको छु यहाँबाट उकालो चाहिँ तपाईँहरूले गएर हेर्नु सक्नुहुनेछ हो यहाँबाट उकालोको मैले बनाइसकेको छु सो म अहिले बनाउँदिनँ सो म अहिले अब डाइरेक्ट माथि पुगेर बनाउँछु हो सो अहिले चाहिँ म लोधोमा क्रस भएर यहाँ माथि आइसकेको छु हो सो रिम्बिक जाने मेन बाटो चाहिँ यो हो यहाँबाट यस्तो टर्निङ लिएर हो तर म आज चाहिँ सर्टकट जान्छु यतापट्टिबाट हो यहाँ चाहिँ उही माथि निस्किन्छ रिम्बिकै चाहिँ पुग्दैन यो सर्टकट तर पनि यो बाटो जानु पर्यो आज ल त गइदिउँ त यस्तो रहेछ नि यहाँनिर अब सर्टकट बाटो चाहिँ फेरि यस्तो हुन्छ नि त हिलो 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 जुत्ता मैला आमा अघिको बाटो आयो भने चाहिँ हामी टक्कै यहाँ आइपुग्छ हो अहिले चाहिँ म अघि त्यो सर्टकट आएर चाहिँ यो बाटो भएर टक्कै यहाँ निक्लेको छु हो अब यहाँबाट चाहिँ यहीँ माथि त हो रिम्बिक त यो चाहिँ सानो भए पनि अब सर्टकट जस्तै रहेछ यो यहाँबाट अलिकति माथि भयो भने चाहिँ टक्कै रिम्बिक आइपुगिहाल्छ हो सो गइदियो अब हामी यहाँबाट उकालो
आइपुगे रिम्बीको यहाँ माथिल्लोपट्टि बजार छ। म चाहिँ यहाँबाट यता जानुपर्छ, यहाँबाट उकालो जानुपर्छ। भाइ जाऊ 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 जाऊ, यहाँबाट उकालो जानुपर्छ। डेन्जर भइसक्यो नि बाटो त यहाँ त, यस्तो थिएन त पहिला त। मलाई हेर्छु ल म बाटो, हाउ इज द बाटो। बाटो कस्तो रहेछ हेरौँ है। जाने रहेछ, बिस्तारै जानुपर्ने रहेछ। जाएगा ना, यस्तो ओह्रालो छ नि त बाटो पनि, अम्बो। पहिला त ल्याएको मैले बारी यहाँनिर, चिप्लो चिप्लिँदो रहेछ, चिप्लियो 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 चिप्लियो। पछाडिको चक्का त घुम्दैन नि हौ, गाडो गाडो। चक्का त घुम्दैन त ला, यस्तो भइरहेको रहेछ।
फसेन यहाँनिर ए त जाँदैन नि ओह्रालो कहाँ ढुङ्गा हालेर त जाने रहेछ त्यहाँ फसेन ब्लडी हुन्छ त फेरि अम्बो यहाँबाट चाहिँ झर्दैछ नि त यो यत्रो ढुङ्गाहरू आम्मा हो ल्याउनु सकिनँ नि मैले यहाँबाट एकजना साथी भए चाहिँ हुन्थ्यो कि एक्लै त डर लाग्यो नि ऊ यहाँनिर चाहिँ त्यो टायरै निक्लेन नि त यहाँनिर बिचमा चाहिँ होस् अब यहीँ राखिदिन्छु म यहाँ तल राखिदिन्छु बाइक चाहिँ हो कस्तो यहीँनिर झर्दिएको म चाहिँ यहाँ आएको है यो चाहिँ रिम्बिकै हो माथि यो माथि चाहिँ रिम्बिक बजार छ म चाहिँ अलिक मुनि मुनि छु हो यता चाहिँ यस्तो छ है जग्गा म चाहिँ कहाँ आएको हो भन्नुहुन्छ भने चाहिँ नि म चाहिँ यहीँ आएको यो चाहिँ मेरो आईको घर हो म चाहिँ आईकोमा आएको आज ए यो त फलिसकेको छैन हौ यो चाहिँ यो आईको घर आइए आइए के दामी फुलाएछ आइले त फुल पनि अन्त